65 जना चाहिँ हाम्रो पार्टीमा सम्मिलित भएर आउनुभएको छ। यसै गरी यो देश यो माटोलाई माया गरेर हाम्रो श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुहुने म यहाँ नाम वचन गर्न गइरहेको छु। तारा कुमार राई, दिगम्बर राई, शरद बहादुर राई, पूर्ण बहादुर तामाङ, ज्ञान बहादुर राई, ज्ञान बहादुर खाना त हातबाट हुनुहुन्छ, भागसिंह राई, फकिमान राई, महेन्द्र तामाङ, रत्न कुमार राई, हस्ता बहादुर राई, एस नारायण राई, भजिन्द्रमान राई, उत्तम राई, अरुण राई, बल बहादुर राई गरी उहाँहरू वडा नम्बर 1 बाट हाम्रो श्रम संस्कृतिलाई माया गरेर उहाँहरू आउनुभएको छ। उहाँलाई श्रम संस्कृतिबाट तर्फबाट उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। यसै गरी हाम्रो माटो हाम्रो श्रम संस्कृति पार्टीलाई माया गरेर आउनुभएको जयपुर नगरपालिका वार्ड नम्बर 4 बाट हस्तबहादुर राई, उहाँ नेपाली काङ्ग्रेसको वार्ड सभापति हुनुहुन्थ्यो। दत्तेन्द्र शेर्पा नेपाली काङ्ग्रेस उहाँ नगर सभापति हुनुहुन्थ्यो। देवबहादुर राई नेपाली काङ्ग्रेस उहाँ सचिव हुनुहुन्थ्यो, सहसचिव हुनुहुन्थ्यो। रूपबहादुर राई नेकपाबाट उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो। सबिन राई उहाँ खुल्ला सदस्य हुनुहुन्थ्यो। सन्तोष राई उहाँ पनि खुल्ला सदस्य हुनुहुन्थ्यो। गोविन्द राई उहाँ माओवादीमा हुनुहुन्थ्यो, माओवादी सदस्य हुनुहुन्थ्यो। समीर राई उहाँ एमएलओको सदस्य हुनुहुन्थ्यो। श्यामसुन्दर लिम्बू नेपाली काङ्ग्रेसको सदस्य हुनुहुन्थ्यो। दिलीप कुमार राई नेपाली काङ्ग्रेस उहाँको सदस्य हुनुहुन्थ्यो। इमा शेर्पा उहाँ नेकपा सदस्य हुनुहुन्थ्यो। मणिराज राई उहाँ नेपाली काङ्ग्रेस सदस्य हुनुहुन्थ्यो। विशाल राई डिजिटी एमएलओको सदस्य हुनुहुन्थ्यो। जोगमान राई उहाँ खुल्लामा हुनुहुन्थ्यो। मित्रबहादुर राई, पूर्णबहादुर विक, जितबहादुर लवण लिम्बू, निमाबाबा शेर्पा, वीरबहादुर राई नेपाली काङ्ग्रेस सदस्य हुनुहुन्थ्यो। धनबहादुर राई, नवीन लिम्बू, कुलप्रसाद लिम्बू, सूर्य राई उहाँहरू हाम्रो श्रम संस्कृति पार्टीलाई माटोलाई माया गरेर यो पार्टीमा आबद्ध हुनुभएको छ। उहाँहरूलाई यो श्रम संस्कृति पार्टीमा हार्दिक स्वागत गर्न चाहन्छौँ। हाम्रो कार्यक्रम अन्त्य आइसकेको छ। अब अपेक्षित रूपमा यो कार्यक्रमलाई विसर्जन गर्नको निमित्त म श्रम संस्कृति पार्टीका अध्यक्ष उमा कुमारी राईलाई यस मञ्चमा उपस्थित हुन अनुरोध गर्दै म उत्कृष्ट सावन राई पनि बिदा हुन्छु। हवस् त, धन्यवाद। जय माटो, जय देश।
छु